तीनवटा फरक मान्छे, तीनवटा फरक कथा, तर तिनैको अन्त्य उस्तै। एउटा जना दिनभरि फोनमा अर्को नयाँ थोक खोजिरहन्थ्यो। अर्को जना सानो कुरामा पनि रिसाएर आफ्नै परिवारसँग झगडा गर्थ्यो। तेस्रो जना ग्राहकलाई कम तौल दिएर बढी नाफा कमाउँथ्यो। तिनैलाई लाग्थ्यो उनीहरूको समस्या फरक फरक हो। तर गीताले भन्छ, यी तीनै एउटै ढोकाबाट भित्र पस्छन् र त्यो ढोकाले मान्छेलाई विनाशतिर लैजान्छ। नमस्ते, मण्डला भाइब्समा तपाईलाई हार्दिक स्वागत छ। पहिलो जना, एउटा युवक, जति पायो त्यति थपको चाहना, नयाँ फोन, नयाँ लुगा, अरूको जस्तो जीवनशैली। उसको मनले कहिल्यै भन्दैनथ्यो पुग्यो। एउटा इच्छा पूरा हुनासाथ अर्को उभिसकेको हुन्थ्यो। यो नै काम हो, कहिल्यै नअघाउने इच्छा, जुन जति खुवाए पनि झन भोकाउँछ। यो इच्छा आफैमा नराम्रो होइन, तर जब यसले मान्छेको हरेक सोच, हरेक निर्णय ओगट्छ, त्यहीबाट पतन सुरु हुन्छ। दोस्रो जना, एउटी महिला जो सानो सानो कुरामा पनि फुत्किन्थिन्। बच्चाले खेलौना बिगार्दा, श्रीमानले बेलामा घर नआउँदा, काम अलिक ढिलो हुँदा जताततै रिस। के तपाईलाई थाहा छ क्रोध कहाँबाट आउँछ? प्राय त्यो ठाउँबाट जहाँ कुनै इच्छा रोकियो। मैले चाहेको भएन भन्ने भावनाले नै रिस जन्माउँछ। र रिसमा भनिएको वचनले, गरिएको व्यवहारले वर्षौंको सम्बन्ध एकाछिनमा भत्काउन सक्छ। तेस्रो जना, एउटा सानो पसल चलाउने मान्छे। सुरुमा इमान्दार थियो, तर बिस्तारै तौलमा हेरफेर गर्न थाल्यो। नक्कली सामान बेच्न थाल्यो। अलिकति मात्रै त हो, आफैलाई सम्झाउँथ्यो। तर त्यो अलिकति बिस्तारै बढ्दै गयो। लोभले मान्छेलाई कहिल्यै धेरै भयो भन्न दिँदैन। जति कमायो त्यति थप कमाउने भोक बढ्छ, र त्यही भोकले नैतिकतालाई पनि निलिदिन्छ। गीताको 16औं अध्यायको 21औं श्लोकमा भगवान कृष्णले यी तीनैलाई एकसाथ राखेर भन्नुहुन्छ, त्रिविधम नरकस्येदम द्वारम नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मा देतत्रयम त्यजेत। अर्थ, यी तीन, काम, क्रोध र लोभ, आत्माको विनाश गर्ने नरकका तीन ढोका हुन्। त्यसैले यी तीनैलाई त्याग्नुपर्छ। ध्यान दिनुहोस्, यी तीनवटा अलग अलग समस्या होइनन्, यी एक अर्कासँग जोडिएका छन्। पहिले इच्छा, काम जन्मन्छ। त्यो इच्छा पूरा नभएमा वा कसैले रोकेमा क्रोध जन्मन्छ, र त्यो इच्छालाई जबरजस्ती पूरा गर्ने प्रयासले नै लोभ जन्माउँछ, चाहे पैसाको लोभ होस्, चाहे मान्यताको। एउटा ढोकाबाट पसेको मान्छे बिस्तारै अर्को दुई ढोकाबाट पनि भित्र पस्छ। त्यसैले कृष्णले तीनै त्याग भन्नुभएको हो, एउटा मात्र होइन। त्याग भन्दा डराउनु पर्दैन। यसको मतलब इच्छा नै नराख्नु होइन। भोजन खानु, सपना देख्नु, राम्रो जीवन चाहनु स्वाभाविक हो। त्याग भनेको हो इच्छालाई आफूमाथि हावी हुन नदिनु। रिस उठ्दा बोल्नु अघि एक क्षण रोकिनु। लोभ जाग्दा साँच्चै यो चाहिन्छ कि मनले धोका दिँदैछ भनेर सोध्नु। यी साना साना रोकावटहरूले नै तीनवटै ढोका बन्द राख्छन्। आजदेखि जब इच्छा, रिस वा लोभ मनमा उठ्छ, याद गर्नुहोस्, यी तीनै एउटै ढोकाका फरक फरक नाम मात्र हुन्। एउटालाई चिन्न सक्नुभयो भने बाँकी दुईलाई पनि चिन्न सजिलो हुन्छ, र चिन्नु नै जित्नुको पहिलो पाइला हो। ओम शान्ति।